हेलो एभ्रिवान, आज म कहाँ छु? आज म हाम्रो घरको बगैँचामा छु। हाई गाइस, आज हामी आँप झार्दैछौँ। हेर्न सक्नुहुन्छ माथि यस्तो कोल्टाइदिनु त माथि आँप धेरै फलेको छ र पाकेर आफै झरेको छ आँप। अब आँप झरेको हुनाले हामीहरूले अब आँप झारेर टेस्ट गर्न लाग्छौँ हल्लाएर कति फल्छ भनेर। त्यसको लागि मसँग कार छ र अब हामी रेडी छौँ ल गाइस। ल हामीहरू सबैजना चाहिँ यो चाहिँ मेरो गाउँको घर हो। घर चाहिँ होइन, घर चाहिँ उता छ, यो चाहिँ बगैँचा हो, घर चाहिँ उता छ। अनि हामीले चाहिँ यहाँ आँप हेर्नु ल, आँप मेरो भाइले आँप झारिराखेको छ। ओके थ्याङ्क ल होला हल्नु ल, बिचमा जोडले ल ल भयो कि मेरो भाइले आँप हलाइराखेको छ। मैले चाहिँ यहाँ फोटो लिइरहेको छु, पानी पनि परिरहेको छ, मस्त छ। आँप धेरै खस्यो, धेरै खस्यो। लाइक साथीहरू, आँप धेरै खसेको छ। ल हेर्नु, हाम्रो भाइले बहिनीले सबैले आँप चाहिँ कति खस्यो भन्ने कुरा म देखाउँछु तपाईँहरूलाई। यहाँको गर्मी एकदम गर्मी नै छ, जहाँ नि गर्मी हुन्छ अहिले। हेर्नु पानी बहुत आँप खसेर नि हाम्रो बहिनीहरूले आँप टिप्न टाउकोमा लाग्ला है, आँप टिप्न सुरु भइसकेको छ। ल हेर्नु त कति आँप होला। वाउ, कसैलाई आँप चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ है। ल हेर्नु यहाँ, रिया कस्तो छ? कस्तो लागेको छ तिमीलाई यहाँ आएर? क्यामेराम्यानमा कस्तो लाग्यो? रितिका कस्तो लागिरहेछ? राम्रो लागेछ। आँप देखेर त चङ्गा चङ्गा। सम्पर्क गर्नु होला, नम्बरमा दिन्न है, फेसबुक आइडी दिन्छु। यहाँ चाहिँ काम भइराखेको छ, फेरि अर्को बुट्टामा छ। अर्को बुट्टाको लागि चाहिँ भाइले फेरि रितिको चाहिए। ल हेर्नु अब कति आँप खस्छ, यो चाहिँ हजुरहरूले आफै हेर्नु होला। माई गॉड, भगवान, झन्डै मेरो टाउकै फुटेन। हेर्नु यहाँ टाउको नजिकै आएर ल राख, यहाँ कसैलाई फेरि राख्ने। हामीले आँप चाहिँ त्यति भएको छ। अब हामीहरू जाँदैछौँ घर। मेरो भाइले बाफ्रे, घरमा पनि एउटा आँप डाँडा छ, पहिल्यैदेखि झरेको चाहिँ। यो चाहिँ ताजा आँप हो। कसैलाई चाहियो भने मलाई सब्सक्राइब गर्नु, म्यासेज गर्नु, म चाहिँ तपाईँलाई पठाइदिन्छु। अरू काम पनि चलिरहेको छ हाम्रो। यहाँ चाहिँ हाम्रो घरमा ड्याडीले फेरि आँप रोप्ने कार्यक्रम भइराखेको छ, किनकि अब यिनी आँपहरूको बुट्टाहरू धेरै पुरानो भइसकेको छ। अनि यो अर्कोको घरमा ह्याम्पर पनि गरिराखेको छ त्यसले, त्यही भएर यसलाई चाहिँ हामीले काट्नेछौँ। अनि यो पनि हावाहुरीले गर्दा ढलेको बुट्टा हो, त्यही भएर अलिकति रिस्क हुन्छ ठुलो भएपछि। त्यही भएर त्यसलाई काटेर चाहिँ हामीले अब सानो सानो बुट्टाहरू अरू लगाइराखेको छौँ। यो हाम्रो बेलौतीको बुट्टा, यता आँपको बुट्टा, यता पनि छ आँपको बुट्टा। यो चाहिँ केरा, त्यो चाहिँ लेमन कागती हो, यो चाहिँ उखु, अनि कटहरहरू पनि देख्न सक्नुहुन्छ। अनि त्यो चाहिँ हाम्रो घर, अनि घरको अगाडि चाहिँ लिचीको बुट्टा, बगैँचा, फुलहरू सबै छ यहाँ। बाटो पानी भइराख्नु भएको छ। मिचेर हालु, मिचेर राखु। हातले मिच्दै यसमा हाल्दै गर त। भयो अब एकैचोटि। अनि बाल्टी भइदियो कि छोड्नु न, म बनाउँछु।